WhatsApp ल्यापटप वा पीसीमा लगइन गरेर कसरी चलाउने? त्यसको लागि आफ्नो ल्यापटपमा रहेको Google Chromeलाई खोल्नुहोला। खोलिसकेपछि यहाँ सर्चमा WhatsApp वेब भनेर लेख्नुहोला। त्यसपछि यहाँ WhatsApp वेबमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ WhatsApp वेब भनेको छ, यो लिङ्कमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ एउटा क्युआर कोड देख्न सक्नुहुनेछ। हामीले यो क्युआर कोडलाई स्क्यान गरेर लगइन गर्न पर्ने हुन्छ। क्युआर कोड स्क्यान गर्नको लागि तपाईले आफ्नो मोबाइलमा रहेको WhatsAppलाई खोल्नुहोला। WhatsApp खोलिसकेपछि माथि टपमा तीनवटा ढर्काहा यसमा टच गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ लिङ्क डिभाइस भनेको छ, यसमा टच गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ लिङ्क डिभाइस भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि ल्यापटपमा रहेको क्युआर कोडलाई यसरी स्क्यान गर्नुहोला। यहाँबाट तपाईले यहाँ लगइन देखाइरहेको छ, यहाँ देख्न सक्नुहुनेछ। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ हाम्रो WhatsApp ल्यापटपमा लगइन भएको छ। यसरी तपाईले आफ्नो ल्यापटपमा भएको फाइल डकुमेन्टहरू सजिलै अरू जो कसैलाई पठाउन सक्नुहुनेछ। डकुमेन्ट फाइलहरू पठाउनको लागि कसलाई पठाउने हो त्यो नम्बर यहाँबाट सेलेक्ट गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ प्लसको आइकन, यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ डकुमेन्ट हो भने यहाँ डकुमेन्टमा सेलेक्ट गर्नुहोला वा फोटो भिडियो यहाँ सेलेक्ट गर्नुहोला। त्यसपछि तपाईले आफ्नो ल्यापटपमा रहेको डकुमेन्टहरू सजिलै यसरी पठाउन सक्नुहुनेछ। त्यसपछि तपाईले लगआउट पनि गर्न सक्नुहुन्छ। लगआउट गर्नको लागि तपाईले यहाँ माथि तीनवटा डट छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ लगआउट भनेको छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ लगआउट, जस्ट यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईको ल्यापटपबाट यसरी लगआउट हुनेछ। सो थ्याङ्क यू।